हेलो गुड मर्निङ एभ्रिवान। अहिले चाहिँ हाम्रो मर्निङ टाइम हो। अहिले चाहिँ ठ्याक्कै कति 7:30 भइसक्यो। मेरो चाहिँ काम स्टार्ट भइसक्यो नि त। 7 बजेबाटै काम स्टार्ट हो। त्यसपछि खाना यताउति गर्दा 7:30 भइसक्छ। मेरो काम चाहिँ यस्तो हो। मेरो यो चाहिँ खास गरी बच्चाहरूको हस्पिटल हो नि त। हस्पिटल लाइन हो। बच्चाहरू बस्ने ठाउँ, सो रेस्ट गर्ने ठाउँ र आइसोलेसन भनेकै यस्तै हो। आइसोलेसन बस्नु भनेकै यस्तै हो। अब 1 हप्ता 10 दिन 15 दिन जति दिनसम्म निको हुँदैन त्यति दिनसम्म यहीँ बस्छ। निको भएपछि चाहिँ डिस्चार्ज भएर जान्छ। त्यसपछि हामीले सफा गर्नुपर्छ। बेडहरू चाहिँ यसरी यस्तै छ। बेडहरू खासै राम्रो चाहिँ छैन, तर महँगो त महँगै छ। भए पनि बेडहरू खासै भने जस्तो चाहिँ छैन। बेडहरू चाहिँ सबै बाँसको बेड छ होइन। जे भए नि ठिक छ, चलिरहेको छ। हस्पिटल चलिरहेको छ, कामसाम चलिरहेको छ। यस्तै छ रुमको अवस्था। र त्यहाँ एउटा छ बच्चाहरूलाई खेल्ने कुरा, गाडी ट्याङ। त्यसपछि सबै कुरा ठिक छ। गर्मी छ, त्यही भएर प्रायः जसो अन्य गर्नुपर्छ। गर्मी छ, के गर्नु, गाह्रो छ जिन्दगीमा होइन। त्यही भएर ल लेट्स टु स्टार्ट। मेरो काम चाहिँ सुरु भइसक्यो। र यो चाहिँ टोइलेट बाथरुम यस्तो छ। जिन्दगी यो गाह्रो छ है, पर्दैछ जिन्दगी। त्यही भएर एकदम काम गर्दाखेरि चाहिँ नातिकन एकदम बिस्तारै रिल्याक्स पारेर काम गर्नुपर्छ। मान्छेहरू भन्छन्, प्रायः चाहिँ मैले सुनिरहेको छु, हेरिरहेको छु होइन। मान्छेहरू चाहिँ कामले गर्दाखेरि प्रेसर भयो, यस्तो भयो उस्तो भयो भन्छ, कोही के भयो भन्छ। त्यही भएर एकदम विदेश आउनुभन्दा पहिला चाहिँ सोचेर आउनुपर्छ कि एकदम मेन्टालिटीमा चाहिँ एकदम प्रिपेयर भएर आउनुपर्छ होइन। जस्तो सुकै काम पनि एकदम इजी तरिकाले बिस्तारै गरेर सजिलो हुने तरिका चाहिँ गर्नुपर्छ। म चाहिँ त्यही भन्न चाहन्छु। म चाहिँ किनभने मलाई थाहा छ नि त, म धेरै भइसक्यो। अनि त्यही भएर काम गर्दा चाहिँ कसरी के गर्दा राम्रो सजिलो हुन्छ त्यही अनुसारले गर्नुपर्छ। ल हस् त, यति भन्दै मेरो 2 शब्द यहीँ टुङ्गाउन चाहन्छु। ओके, बाइ बाइ।